हेलो साथीहरु, के छौ? बाटो हिँड्दाखेरि दुई तीनवटा कुरा ध्यान दिनुस् है। तपाईलाई ठ्याक्क पुलिसले भेटिहाल्यो भनेदेखि पक्डिहाल्यो भने पनि कुनै पनि कागजमा सही नगर्नु होला है त। सही गर्नै पर्यो भने पनि तपाईले वकिल माग्नु होला, ट्रान्सलेटर माग्नु होला हैन। ट्रान्सलेटर र वकिल आएपछि मात्र गर्नु होला सही। किनभने तपाईलाई पक्ड्यो भने पनि 24 घण्टा भित्रमा उले कोर्टमा लानु पर्छ तपाईलाई हैन। त्यसकारण तपाईले आफ्नो जे समस्या तपाईले कोर्टमा राख्नु होला। पुलिसलाई चाहिँ जानकारी कमै दिनु होला हैन। र पुलिसले पक्ड्यो भने जे मलाई त्यो कागजमा चाहिँ सही नगर्नु होला, झन् फसिन्छ है त। तपाईले वकिल माग्न पाउनुहुन्छ, ट्रान्सलेटर माग्न पाउनुहुन्छ। वकिल र ट्रान्सलेटर भएपछि मात्रै ट्रान्सलेटरले त्यो कागजमा भएको कुरा तपाईलाई सबै बताएपछि मात्रै अनि चाहिँ तपाईले सही गर्नु होला हैन। होइन भने तपाईलाई के कागजमा सही गराए है, रिपोर्टमा गराए कि के गरायो हैन। त्यसकारण कागज सही गर्नु भन्दा अगाडि पहिला विचार गर्नुस्। ट्रान्सलेट गर्न जान्ने मान्छेलाई मात्रै राखेर, वकिल राखेर मात्रै गर्नु होला है त।